प्रणाम सबैलाई। यस च्यानलमा यहाँहरूलाई स्वागत छ। आज म यो पृथ्वीको बारेमा, संसारको बारेमा, संसारमा आध्यात्मिक यात्रामा पनि रहेर यो संसारको एउटा रस पनि कसरी लिने, मिठास कसरी लिने भन्ने बारेमा आजको एपिसोडमा केही भन्न गइरहेको छु। हाम्रो यस आध्यात्मिक यात्रामा धेरै जस्तो कठिनाइ आउँछ भनेर मैले पहिला पनि भनिसकेको छु। तर यो सांसारिक होस् या आध्यात्मिक यात्रा होस्, तपाईँको दुःख, सुख, इग्नोरेन्स, डार्कनेस, ह्याप्पिनेस सबैको लाइफमा रहेको हुन्छ। यो सबैको लाइफमा विद्यमान रहेको हुन्छ। हाम्रो वरिपरि ती ऊर्जाहरू सधैँ रहिरहेको हुन्छ। न त अन्धकारलाई हामीले पन्छाउन सक्छौँ, नत्र भए हामीले अन्धकारलाई मात्र अँगाल्न पनि सक्दैनौँ। र हामीले सुख खुसी मात्र छ भनेर सोच्यो भने पनि एउटा भ्रममा जीवनयापन गरिरहेको हुन्छ। त्यो पनि एउटा सही कुरा होइन। त्यो कारणले गर्दाखेरि यो जीवन भनेको, यो संसार भनेको एउटा दुःख सुख दुइटैकै सँगालो रहेको छ। अब यस्तो ठाउँमा पनि, यस्तो संसारमा पनि इन्जोय कसरी गर्ने त, होइन? हामीले यो बाहिर त संसारिकमा हाम्रो एउटा एक्वायरमेन्ट मात्र या एचिभमेन्ट मात्रतिर लाग्दाखेरि खुसी सुखी हुँदैनौँ भनेर आध्यात्मिक मार्गमा हामी प्रवेश गरेको हुन्छौँ। र आध्यात्मिक यात्रामा हामीले इनर ह्याप्पिनेस, जोय, आफ्नो इनेट नेचरसँग कनेक्ट हुने यी कुराहरू त प्राप्त गरिरहेको हुन्छौँ भने, तर हामीले यो यहीँ यात्रामा रहँदा पनि हामीले संसारमा पनि संसारको नेक्टर एकदम राम्रा राम्रा कुरा, मोटिभेसनल कुराहरू पनि देखिरहेको हुन्छौँ। हामी बाहिरको कुराले प्रभावित हुन छोडेपछि अब त्यहाँ पार अरू पनि केही छ। लाइक अन्धकारमा राति अन्धकार मात्र देख्यो भने, त्यो अन्धकार बाहेक उसले ताराहरू चन्द्रमा देखेन भने त्यसको भ्याल्यु भएन। त्यस्तै गरी हाम्रो लाइफमा पनि डार्कनेस, इग्नोरेन्स हुँदाखेरि पनि हामीले त्यहाँ पनि उज्यालो, हामीलाई आत्मालाई हामीलाई स्ट्रङ बनाउनलाई आएको रहेछ भनेर एउटा ज्योति देख्न सक्यौँ, पोजिटिभ क्ल्यारिटी देख्न सक्यौँ, होइन? कि अब्स्ट्याकल रहेछ देख्न सक्यौँ भने त्यसपछि हामीलाई यी कुराहरूको भ्याल्यु हुँदै जान्छ। तर यी कुराहरू भनेको बाहिरी ताराहरू जस्तो मात्र नभएर यो भित्र हाम्रो स्ट्रेन्थ, हामीलाई स्किलहरूलाई निखार्ने, हाम्रो इनेट नेचरको, हाम्रो कन्टेन्टमेन्ट, ह्याप्पिनेस, हामी अगाडि बढिरहेको छौँ, हाम्रो ट्रान्सफर्मेसन भइरहेको छ, हाम्रो प्रगति भइरहेको छ भन्ने अर्कै खुसी पनि रहेको हुन्छ। हामी आध्यात्मिक मार्गमा अगाडि बढिरहेको छौँ भनेर हामीलाई बोध पनि भइरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि लाइफमा दुःख सुख, अन्धकार ज्योति दुइटै ब्यालेन्समा, अन्धकार भएपछि त्यहाँ पनि ज्योति देख्न सक्नु पर्यो। अनि बल्ल त्यहाँ एउटा ह्याप्पिनेस, त्यहाँ तपाईँको प्रगति, त्यहाँ केही छ है, त्यहाँ बोध केही छ है। इभन यो जेनरल मर्ने बाँच्ने मात्र नभएर एउटा कन्सियसनेस, एउटा केही स्पेसल केही छ है। हामीलाई परमात्माले बनाउनु भएको, हामीमा सबैलाई केही न केही फरक दिनुभएको, स्पेसियल दिनुभएको भन्ने एउटा बोध रहने, एउटा बोध गर्ने एउटा समय हो। त्यस्तो राम्रो अवसरलाई हामीले कसरी जान दिने त? के अन्धकार नराम्रो हो त? पक्कै पनि होइन। र यो संसारको रस कसरी लिने त यस्तो बेला, होइन? यसमा लाइक फर इक्जाम्पल यो संसारको रसको इक्जाम्पल एउटा दिन चाहन्छु, जहाँ हाम्रो यो पृथ्वीमा आउनलाई देवी देवता पनि इच्छा गर्छन् रे। लाइक यो देवी देवताले पनि यो मानव जीवन कस्तो हुन्छ भोग्न चाहन्छन् रे। लाइक तपाईँको विष्णु भगवान पनि कृष्ण अवतार लिएर एउटा आमाको ममता, आमाको लाड चाहिँ के हो भनेर एउटा जीवनयापन गरेर बाँच्न चाहन्छन् रे, होइन? त्यो कारणले गर्दाखेरि यस्ता चिजहरू आफूलाई इभन यो माया ममता यो कुरा भयो, होइन? त्यस्तै गरी तपाईँको अरू केही चिज देखेर तपाईँको आफू मोटिभेट भएर, होइन? कि आफ्नो स्किल होस्, एउटा आर्टिस्टले आर्ट बनाजस्तै, होइन? आफ्नो स्किल निखार्नलाई, होइन? यो दुनियाँमा आएको र यो दुनियाँमा चाहिँ धेरै पनि कठिनाइ गाह्रो भएको हुनाले आफ्नो भित्र हेर्नलाई धेरै बाध्य भएर त्यसरी आफ्नो निचोड निकाल्न सक्ने रहेको हाम्रो अपर्च्युनिटी पनि हो। त्यो कारणले गर्दाखेरि यो संसारमा, यो पृथ्वीमा, यो प्रकृतिमा पनि धेरै मिठासपूर्ण कुरा भइरहेको हुन्छ। यी कुराहरू नेक्टर अफ लाइफ भनौँ न, कहाँबाट हरेक चिजमा तपाईँको सोसियल एक्टिभिटिजमै होस्, होइन? तपाईँको प्रकृतिमा होस्, होइन? तपाईँको कसैको लाइफ देखेर होस्, एक्सपिरियन्स भएर होस्, होइन? त्योबाट यी कुराहरू चाहिँ हामीले बाहिर पनि भित्री यात्रा छँदैछ आध्यात्मिक, त्यो सँगसँगै बाहिरी नेक्टर अफ लाइफ पनि लिइरहेको हुन्छौँ, लिन सक्छौँ। म अरू पनि के भन्न चाहन्छु भने, मैले पहिला पनि गुरुदेवले भन्नुभएको जीवन भनेको आइसक्रिम जस्तै हो। यो हाम्रो लाइफ पनि एक दिन जन्मेर मर्नेतिर लाग्छ, त्यस्तै गरी आइसक्रिम पग्ले जस्तै, होइन? त्यस्तै भएर अब हामीले चाहिँ लाइफलाई पनि आइसक्रिम हातमा राखेर पग्लिन दिने कि
चुसेर यसको मिठास लिने होइन। त्यस्तै गरी लाइफलाई पनि जन्म्यो मऱ्यो यस्तै हो भनेर बाँच्ने कि लाइफ चाहिँ के रहेछ, किन परमात्माले बनाउनु भएको रहेछ, यसमा रस चाहिँ के रहेछ, एउटा नेक्टर चाहिँ के रहेछ बुझ्ने होइन भन्नेतिर सोच्ने त। अब यो गर्ने कसरी, सोच्ने कसरी त होइन। हाम्रो डे टु डे लाइफमा त हामी आफ्नो काममा हरेक चिजमै डे टु डे लाइफमा व्यस्त हुन्छौँ भने अब यो सोच्नको लागि तपाईँले एक प्रकारले आफूभित्र हेर्नुपर्ने हुन्छ, बाहिरको नभएर भित्र हेर्ने। त्यही भएर आध्यात्मिक मार्गमा लाग्नेहरूले भित्री ह्याप्पिनेस, इनर ह्याप्पिनेस, कन्टेन्टमेन्ट होइन, बाहिर एक्वायरमेन्ट, बाहिरी चिजहरू मात्र नदेखेर भित्री ह्याप्पिनेसतिर त लागिसकेको हुन्छ भने बाहिरी चिजहरूमा पनि नेक्टर देख्ने क्यापेबिलिटी तपाईँको बढ्दै गइरहेको हुन्छ। र यो तपाईँलाई एउटा परमात्माले इच्छा पुरा गरे भने कि होइन फ्रुटहरू मिठो मिठो तोडेर दिएको भन्ने कि होइन, यो संसारको यस्तो मिठो मिठो चिजहरू, मिठास चिजहरू चाहिँ देख्दै त्यसको चाहिँ एक्सपिरियन्स लिँदै होइन हरेक मोडमा हरेक दिन तपाईँको लाइफ त्यसरी बिताउन सक्नुहुनेछ। त्यो भएको कारणले गर्दाखेरि आध्यात्मिक यात्रामा सिम्प्लिसिटी, वैरागी के सोचाइ आउँछ होइन। तर त्यो मात्र नभएर तपाईँको एउटा भित्री आफूलाई हेर्ने, इनर नेचरसँग कनेक्ट गरेर बाहिरी मिठास पनि त्यसरी नै लिने, बुझ्ने, अवेर हुने, संसारको बारेमा क्ल्यारिटी बढ्दै जाने होइन। र संसार लाइफ के रहेछ भनेर एकदमै त्यो एक्सपिरियन्स गर्ने एउटा अपर्च्युनिटी पनि रहेको छ। यति भन्दै आजको एपिसोड या आध्यात्मिक मार्गमा लाग्नुभएको सबैलाई आफ्नो लाइफको रस, आफ्ना नेक्टरहरू लिइरहनु भएको छ भनेर आश गर्दै यो एपिसोड यहीँ टुङ्ग्याउँछु। धन्यवाद, प्रणाम।